गाइज अलि लेट भइरहेको छ यार, अहिलेसम्म केटा पुगेन है। म अनि आज पिङ खेल्ने हो, त हेर्न सक्नुहुन्छ पछाडि पिङ है, पिङ खेल्ने हो। गाइज खै केटाहरू कता छन्? म हकी टकीमा फोन गरेर बोलाइरहेको छु, फोन गरिरहेको छु हकी टकीदेखि। हेलो हेलो हेलो, रामकिशोर कता हो? हेलो रामकिशोर, म यहाँ इन्स्टलमा आएको छु, छिटो आऊ है, लेट नगर। हे गाइस, तो आज हम आए रहे हैं मेला में और यहाँ हमारे स्टॉल धरोपड़ो देख सकते हो। और इधर मैं तो आज हम मेला ही देख। चोलट का ले लो डैडी खेलता। दे रेडी 3 2 1 गोल ढकेल। सो गाइज म गर्न चाहिँ लागिरहेको छु है मेलामा। हाम्रो इन्स्टल छ त्यहाँनिर, अलमोस्ट सकिरहेको छ अरे गर्न। अनि सो म घरदेखि हिँडिरहेको छु अब। ओ माई गड, हिजो राति गाइज अलमोस्ट मैले चाहिँ होइन 4 बजे चाहिँ घर फर्केको, अनि ब्लग बनाउन टाइम भएन। अनि भिड भनेको अलमोस्ट हाम्रो नक्टा बाबामा लास्टै थियो गाइज। अनि हिजो नेटवर्क नि जाम भइसक्यो रहेछ है, नेटवर्क जाम पुरा। अनि के भनौँ, नेटवर्क धेरै जाम थियो, अनि फोन गर्न नि भ्याइरहेको थिएन कतै कतै, न भिडियो बनाउन भ्याइरहेको थिएँ हिजो। बिजी नै, साह्रो बिजी के। अनि सो म हिँडिरहेको छु फेरि घरदेखि। यो चाहिँ मेरो गाउँ हो है, भगतपुर गाउँ। मेरो गाउँको नाम गाइज भगतपुर हो। अनि रुगाले पनि च्यापिसकेको छ मलाई साह्रो है है। अनि म चाहिँ लगभग अलमोस्ट म त्यही 10 मिनटमा पुग्छु होला गाइज। यहाँदेखि धेरै टाढा त होइन, 5 किलोमिटर रहेछ है गाइज है। यो चाहिँ ब्लग बनाउनु भ्याएन, अनि आज चाहिँ म सुट गरिरहेको छु ब्लग। अनि यो चाहिँ मेरो गाउँ, अनि यताउता हेर्न सक्नुहुन्छ हरियाली हरियाली मात्र हुन्छ हाम्रो गाउँमा है गाइज है। धेरै जसोले भन्छन् लाइक इन्डिया, नो दिस इज नेपाल गाइज, नेपाल। अरे गाइज ब्यालेन्स चाहिँ बिग्रिरहेको छ यार है, ऐनामा हेरौँ गाइज। अलमोस्ट ऐनामा त गन्न ठिक ठिकै देखाइरहेछ है है। ऐनामा देखेपछि त गन्न ठिक ठिकै देखाइरहेछ। अब लोड हो, लोडमा त अलिकति डिसब्यालेन्स त भइहाल्छ नि गाइज है। अहिले म अहिले चाहिँ महिनाभन्दा अलिकति अगाडि आइसकेको छु है। अनि यतादेखि हाम्रो चाहिँ यो गाउँ भनौँ, महिनाको गाउँ नै भनौँ यसलाई होइन। अलि अगाडिदेखि फेरि हाम्रो बनतरिया भनेपछि लाग्छ गाइज, बनतरिया। यार मैले त गाई यार पहिले अस्तिदेखि सोचिरहेको थिएँ यो गोप्रो किनौँ, गोप्रो खै कता कतादेखि लसमा गइरहेको छु के। अलिकति सोच्छु यो किनिहाल्छु भनेर, गोप्रो पैसा भइहाल्छ। लास्टमा त खै के न के प्रब्लम किन फेस गर्नु परिहाल्छ, के न के प्रब्लम आइहाल्छ के। अनि लास्टमा हाम्रो लास्ट राइडको एकदम प्लान भइसकेको थियो है, प्लान भइसकेको थियो। हामी हिँड्नेवाला थियौँ कि हामी मुस्ताङको लागि। तर अलमोस्ट हामीले लगभग हाम्रो सबै कुराहरूको तयारी भइसकेको थियो, हिँड्नेवाला मात्र थियो कि। खै यार के भनौँ, क्यान्सल गर्नै परिहाल्छ क्या फेरि। लाइफको सबभन्दा ठुलो भनेपछि होइन, मैले चाहिँ सपना भनेको मुस्ताङ राइड के बाइकमा। सो मेरो रानीमा राइड गर्ने के मुस्ताङ। अनि गाइस यसको लागि मैले चाहिँ सबै कुराहरू चाहिँ मैले मगाइसकेको थिएँ, गियरहरू लाइक क्रेस गार्ड, अनि बाँकी यसको हजार्ड लाइट है, हजार्ड भन्दा नि त्यो फग लाइटहरू। अब हेरौँ, अहिले त इन्स्टल गर्न मिल्दैन, अब अहिले इन्स्टल गरेपछि चिट काटिहाल्छन्। त्यो मुस्ताङ जाने बेला मात्र इन्स्टल गर्ने हो कि। अनि भन्नुपर्ने अब राति फग मतलब हुन्छ नि त, लाइट कम पर्छ हाइवेमा। अनि सो त्यहीको कारणले मैले चाहिँ भनेको के अहिले चाहिँ भ्याउन मिल्दैन। यो चाहिँ गाइज है हाम्रो बनतरिया गाउँ रहेछ। सो यो पनि राणा गाउँ हो गाइज, बनतरिया गाउँ। अनि अगाडि यो चाहिँ जङ्गल।
गाइज 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 यहाँदेखि यता उत्तर साइड गएपछि नि हाम्रो रामनगर आउँछ अनि यो बनतरियादेखि मैले चाहिँ पूर्व साइडमा हिँडिरहेको छु अनि यता चाहिँ फेरि हाम्रो यो आइहाल्छ भकुण्डा है भकुण्डा गाउँ अनि भकुण्डा गाउँमा फेरि मेला सो यहाँ चाहिँ हाम्रो यता चाहिँ धेरै अब डेभलप भइसकेको छ हेर्न सक्नुहुन्छ फिस रोड नै छ गाइस है अनि यता चाहिँ हाम्रो ट्राफिक सरहरू चाहिँ आफ्नो चिट गाडी राख्नुभएको छ गाइस ओ माई गुडनेस गाइज यहाँ चिट पनि काटिरहेछन् ओ माई गड मामाहरू चाहिँ चिट काटिरहेछन् गाइज नो दिस इज मेन चोक भकुण्डा गाउँ है गाइज यो चाहिँ मेन गाउँ रहेछ है मेन चोक रहेछ आई मिन भकुण्डा गाउँको Oh yeah, brother. Vlogger, guys. क्या ही कर सकते हैं भाई भाई लोग देख रहे हैं भाई ब्लॉगर भाई गाइज यता चाहिँ हाम्रो भिड रहेछ है हेर्न सक्नुहुन्छ गाइज भिड त लास्टै रहेछ गाइज यता अनि म त गाइज गर्न लिएर आएको छु अलमोस्ट यता पार्किङ रहेछ गाइज पार्किङ दायाँ बायाँ पार्किङ अनि 6 बजे भन्दा मतलब 6 बजेदेखि हाम्रो गेटहरू चाहिँ बन्द भइहाल्छ 6 बजेदेखि हाम्रो गेटहरू बन्द भइहाल्छ गाइज है सो अहिले त 6 बजेको छैन गर्मीले गाइज हाम्रो रेडिएटरको फ्यान चाहिँ अन भइसकेको छ है साउन्ड दिइरहेछ अलमोस्ट साउन्ड चाहिँ दिइरहेछ ओहो सो गाइस फाइनली हामी इन्टर भइसके गाइस ब्लग केटाहरू चाहिँ हाई भन्दैछन् है सो हेर्न सक्नुहुन्छ मेला भित्र अलमोस्ट म पुगिसकेको छु गाइस अनि हाम्रो रेडिएटर एकदम स्पिडमा चलिरहेछ गाइस No. Ho. गाइज यो चाहिँ हाम्रो फर्स्ट सेल हेर्न सक्नुहुन्छ अहिले चलिरहेछ जुसहरू ओ माई गॉड खोल्नुपर्छ स्क्रैच भइसक्यो होला यार तेरी स्क्रैच भइसक्यो होला यार स्क्रैच भइसक्यो होला यार गाइस फाइनली मैले चाहिँ गन्नाहरू चाहिँ अनलोड गरिसकेँ हाम्रो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ जुसको पसल है गाइस गन्ना जुस हेर्न सक्नुहुन्छ हाम्रो यति धेरै स्टकमा राखिसकेका छौँ गन्ना है अनि हिजो अलमोस्ट 4 बजे गएको यहाँदेखि
गाइस खै केटाहरू कता छन्? म हकी टकीमा फोन गरेर बोलाइरहेको छु, फोन गरिरहेको छु हकी टकीदेखि। हेलो 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 रामकिशोर कता हो? हेलो रामकिशोर, म यहाँ स्टलमा आएको छु, छिटो आऊ है, लेट नगर। हकी टकीमा बोलिरहेको छु यार गाइस। रामकिशोर कहाँ हो? जल्दी आ जाओ यार, घूमन जाना है यार। हेलो रामकिशोर, रामकिशोर रिप्लाई दो, कमन रिप्लाई करो, रिप्लाई करो गाइस। अलि लेट भइरहेको छ यार, अहिलेसम्म केटा पुगेन है। म अनि आज पिङ खेल्ने हो त, हेर्नु सक्नुहुन्छ पछाडि किन है, पिङ खेल्ने हो गाइस। यो मेरो छोरा गन्नाको जुस। Hey guys, so आज हम आए रहे हैं मेला में और यहाँ हमारे स्टॉल धरोपड़ हो जाते हैं। तो आज हम मेला ही देखेंगे अच्छे से है रात के। और आज हमारे ड्यूटी के रात हो रहा है पर जाएंगे गाइस। आज कित का हमारे जूस करता है आज रात के पता चल रही हो। सो गाइस मैं वीडियो ब्लॉग शूट कर नटो हराना में देख सकता हूँ उधर ज्ञानू भाई है हमारा, और बाकी झूला डोला। ₹100 की टिकट काटने के बाद ही हार्दिक अनुरोध करो और हमें के ताली में बुलाने की चाहत है नगर की। Niente da